यहाँहरू सबैलाई आजको दिनको अभिवादन तथा जय मसीह। अघिल्लो भागमा हामीले शैतान कसलाई भनिन्छ, त्यो कसरी बन्यो भन्ने विषयमा त्यसको पृष्ठभूमि ब्याकग्राउन्डको बारेमा पहिलो भागमा कुराकानी गरेका थियौं भने आज हामी शैतान कसलाई भनिन्छ र त्यो कसरी बन्यो भन्ने विषयमा चाहिँ हामी इस्केल 28 अध्यायको 14 देखि 17 पदसम्मको खण्डमा हामीले त्यहाँबाट हेरेका थियौं। आज हामी विशेष गरी पृष्ठभूमिको विषयमा कुरा गर्ने छैनौं। पहिलो भागमा हामीले पृष्ठभूमिको विषयमा कुरा गरेका छौं भने यो दोस्रो भागमा चाहिँ हामी पृष्ठभूमिको विषयमा कुरा गर्ने छैनौं। तर यहाँ यस्तो लेखेको छ, इस्केल 28 अध्यायको 15 पदमा यस्तो लेखेको छ, त सृजिएको दिनदेखि तमा अधर्म फेला नपरेको दिनसम्म तेरो चाल ढङ्गमा त दोष रहे थिइस् भनेर यहाँ वचनमा लेखिएको छ। पहिला परमेश्वरले शैतान बन्नुभन्दा पहिले त्यो व्यक्ति लुसिफर थियो। लुसिफरलाई परमप्रभु परमेश्वरले त्यहाँनिर एकदमै असल बनाउनु भएको थियो। अभिभावक करूब हुनलाई अभिषेक गर्नुभएको थियो, नियुक्त गर्नुभएको थियो। त्यहाँनिर धेरै रत्नहरू द्वारा सजी सजाउ गरिएको थियो। एकदमै परमप्रभु परमेश्वरले पर्वतमा राख्नु भएको थियो, माथिल्लो स्थानमा राख्नु भएको थियो। त्यसपछि यहाँ यस्तो लेखिएको छ, सृजिएको दिनदेखि तमा कुनै अधर्म फेला नपरेको दिनसम्म। परमप्रभुले लुसिफरलाई बनाएको दिनदेखि लिएर त्यसमा अधर्म फेला नपरेको दिनसम्म त्यो चाहिँ निर्दोष थियो। त्यो दिनसम्म परमेश्वरले उसलाई लुसिफर बनाएर उच्च स्थानमा राख्नु भएको थियो। अनि यहाँनिर त्यो अवस्थामा लुसिफर थियो। त्यसपछि यहाँ 17 पदमा, इस्केल 28 अध्यायको 17 पदमा यस्तो लेखिएको छ, तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो। तेरो सुन्दरताले गर्दा तेरो हृदय घमण्डले फुलियो भनेर त्यहाँनिर लेखिएको छ। अनि परमप्रभु परमेश्वरले यसलाई अति सुन्दर बनाउनु भएको थियो। विभिन्न रत्नहरूद्वारा आभूषित गरेर यसलाई उच्च स्थानमा राखेर करूबहरूको अभिभावक हुनलाई बनाउनु भएको थियो। यो सबै कुरा उसमा भएको कारणले, यो सुन्दरताको कारणले गर्दा उसमा घमण्ड आयो, घमण्डले यो फुलियो। यसले भन्यो, तैँले आफ्नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्ट पारिस्, यसैले मैले तँलाई जमिनमा फालिदिएँ। परमप्रभु परमेश्वरले यहाँनिर भन्नुहुन्छ। अनि यो लुसिफर जसलाई परमप्रभु परमेश्वरले बनाउनु भएको थियो, अनि यो व्यक्ति घमण्डले फुलियो, आफ्नो सुन्दरताको घमण्डमा, आफ्नो ओहदाको घमण्डमा फुल्यो। र यहाँनिर यसले परमेश्वरको विरुद्धमा यसले विद्रोह गर्यो। घमण्डले फुलेको कारणले गर्दा, गौरवले फुलेको कारणले गर्दा यसले विद्रोह गर्यो। जब यसले विद्रोह गर्यो तब परमप्रभु परमेश्वरले यहाँनिर जमिनमा फालिदिनु भयो। माथिल्लो स्वर्गबाट परमप्रभु परमेश्वरले यसलाई तल फालिदिनु भयो। अघि त्यहाँ लेखिएको छ, सृजिएको दिनदेखि अधर्म फेला नपरेको दिनसम्म परमप्रभु परमेश्वरले यसलाई लुसिफर बनाएर राख्नु भएको थियो उच्च ओहदामा, अनि सबै कुराले सम्मानित गरेर राख्नु भएको थियो। जब यसको जीवनमा यसमा अधर्म फेला पर्यो, त्यसपछि परमप्रभु परमेश्वरले यसलाई फालिदिनु भएको कुराहरू चाहिँ हामी यहाँनिर देख्न सक्छौं। अधर्म गरेको कारणले गर्दा फालिदिनु भएको कुराहरू हामी यहाँनिर देख्न सक्छौं। यो धर्मशास्त्र पुस्तक बाइबलमा यी कुराहरू लेखिएको छ। अहिले हामी यशाया 14 अध्यायको
विशेष गरी 13 पदमा हेर्नेछौँ। तैँले आफ्नो हृदयमा भनिस्, म स्वर्गमा उक्लनेछु, परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान हुनेछु। 14 पदमा यस्तो लेखिएको छ, म बादलको टुप्पा भन्दा माथि उक्लिनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु भनेर यहाँनिर यस्तो लेखिएको छ। यसले परमप्रभु परमेश्वरको विरुद्धमा यहाँनिर षड्यन्त्र रचेको छ। म चाहिँ स्वर्गमा उक्लनेछु भनेर यसले षड्यन्त्र रचेको छ। अनि यहाँनिर ताराहरूभन्दा माथि म मेरो सिंहासन बनाउनेछु र उच्च पार्नेछु भनेर यसले षड्यन्त्र रचेको छ। अनि यहाँ पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान हुनेछु भनेर यसले षड्यन्त्र रचेको कुरा चाहिँ हामी यहाँ देख्दछौँ। 14 पदमा यस्तो लेखेको छ, स्पष्टसँग लेखेको छ, म बादलको टुप्पा भन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु। यसले भन्यो म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु भनेर यसले यहाँनिर घमण्ड गर्यो। यहाँनिर एकदमै घमण्ड गरेको कुरा देख्दछौँ। परमेश्वरको विरुद्धमा स्वर्गीय कुराहरूको विरुद्धमा यसले षड्यन्त्र रच्यो, योजना बनायो अनि परमेश्वरको विरुद्धमा भएर परमेश्वर जत्तिकै हुने योजना बनाएर अनि यहाँनिर विद्रोह उसले गरेको छ। तब यति बेला यो अधर्म चाहिँ यसको अधर्म चाहिँ यी कुराहरू हुन्। यसको अधर्म चाहिँ यी कुराहरू त्यहाँ अघि लेख्यो, तमा चाहिँ अधर्म फेला नपरेको दिनसम्म, अधर्म यो लुसिफरमा फेला नपरेको दिनसम्म यो लुसिफर स्वर्गदूत करुबहरूको अभिभावक बनाएर अभिषेक गरेर राख्नु भएको थियो। यसमा यी कुराहरूको घमण्ड आयो र यसले यो कुराहरूको योजना बनाएर परमेश्वरको विरुद्धमा विद्रोह गर्यो अनि त्यसपछि यी कुराहरूको अधर्म यसमा फेला पर्यो। जुन दिन अधर्म यसमा फेला पर्यो त्यही दिन अनि परमेश्वरले माथिल्लो स्वर्ग सिंहासनको स्थानबाट यसलाई जमिनमा फालिदिनु भयो परमप्रभु परमेश्वरले। अनि जब परमप्रभु परमेश्वरले यसलाई फालिदिनु भयो तब यसलाई लुसिफर नाम हटाएर परमप्रभु परमेश्वरले यहाँनिर शैतान नाम दिनुभएको छ। यसमा अधर्म फेला परेको दिनदेखि यता यो व्यक्ति चाहिँ अब लुसिफर होइन शैतान भयो। शैतान परमप्रभु परमेश्वरले बनाउनु भएको होइन, परमप्रभु परमेश्वरले त लुसिफर बनाउनु भएको। लुसिफरमा घमण्ड आएपछि अधर्म यसमा फेला पर्यो। अधर्म फेला परिसकेपछि यो चाहिँ अब शैतान भयो। शैतान नामको अर्थ चाहिँ नाश गर्नेवाला। शैतान नामको अर्थ नाश गर्नेवाला भनेर भनिँदछ। बाइबलमा यसको अर्थ लगाइएको छ। अनि यो र यसका पछि लाग्ने अरू बाँकी स्वर्गदूतहरू जति थिए बाइबलले भन्छ 1/3 अनि 1/3 स्वर्गदूतहरू यसको पछि लागे र ती सबैलाई परमप्रभु परमेश्वरले जमिनमा फालिदिनु भयो। इस्केलको पुस्तकमा लेखिएको छ, मैले तँलाई जमिनमा फालिदिएँ। त्यसैले प्रिय मित्रहरू, हामीले शैतान भन्ने कसलाई भन्छौँ त भन्दाखेरि शैतान यो व्यक्तिलाई भन्दछौँ। यसको पछि लाग्ने जति पनि स्वर्गका दूतहरू थिए 1/3 ती दूतहरूलाई शैतान भनिँदछ। अब तिनीहरू स्वर्गका दूत होइनन् तर शैतान हुन्। त्यसैले हामीले मानिसहरूलाई शैतान भन्दैनौँ, तर हामीले यो व्यक्ति जो शैतान बन्यो, अधर्म फेला पर्यो, परमेश्वरको विरुद्धमा विद्रोह गर्यो र फ्याँकियो तल गहिराईसम्म त्यहाँनिर उल्लेख गरिएको छ। 15 पदमा, एसाया 14 अध्यायको 15 पदमा, तर त चिहानसम्म खालको तल्लो गहिराईसम्म होच्याइस्। इस्केलको पुस्तकमा त्यहाँनिर लेखिएको छ, मैले तँलाई जमिनमा फालिदिएँ भनेर। अनि यहाँ 14 अध्यायको 15 पदमा लेखेको, चिहानसम्म खालको तल्लो गहिराईसम्म होच्याइस्, माथिल्लो तहबाट
यसलाई चिहान समय खाडलको तल्लो गहिराईसम्म यसलाई होच्याइयो। यसलाई नै अनि शैतान भनिन्छ, यसलाई नै शैतान भनिन्छ। तर कुनै पनि मानिसलाई शैतान भनिँदैन, किनभने मानिस परमप्रभु परमेश्वरको प्रतिरूप र स्वरूपमा बनिएको कारणले गर्दा परमेश्वरको प्रतिरूप र स्वरूपमा बनेको व्यक्तिलाई शैतान भन्न मिल्दैन। हामीले कुनै पनि मानिसलाई, कुनै पनि व्यक्तिलाई शैतान भनिँदैन। त्यसैले हामीले शैतान यो व्यक्तिलाई, यो लुसिफर जो पहिला लुसिफर थियो त्यसलाई जो पछि पतन भयो अनि शैतान बनियो, यसलाई चाहिँ शैतान भनेर भनिँदछ। प्रिय मित्रहरू, तपाईँले यो कुरालाई बुझिदिनुहोस् भन्ने मेरो इच्छा छ, किनकि बाइबलमा यो कुरा स्पष्ट लेखेको छ। हामीले कुनै पनि मानिसलाई, कुनै पनि धर्मावलम्बीहरूलाई हामीले शैतान भन्दैनौँ। हाम्रो विपक्षमा भएका, हाम्रो विरुद्धमा भएका मानिसहरूलाई पनि हामी शैतान भन्दैनौँ, तर हामी शैतान यो व्यक्तिलाई भन्छौँ, शैतान यसरी बनेको। धन्यवाद।